हेलो एभ्रिवान, वेलकम ब्याक माई अनदर भिडियो। हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज म तपाईँहरूलाई स्केचअपमा टुलहरूको बारेमा डिस्क्राइब गर्नेछु। हल्का कसरी युज गरिन्छ टुलहरू भन्ने कुरा सिकाउनेछु। त्यसको लागि म लाइनबाट सुरु गर्छु। लाइन यहाँनिर देख्न सक्नुहुन्छ। तपाईँहरूले लाइनलाई एक्टिभ गर्नुहुन्छ भने डाइरेक्ट यहाँ गएर सिलेक्ट गरेर एक्टिभ गर्न पनि सक्नुहुन्छ, अथवा एलिन्टर गरेर पनि एक्टिभ गर्न सक्नुहुन्छ। लाइन यसरी हामीलाई लाइन स्केचअपमा धेरै इम्पोर्टेन्ट हुन्छ। अब लाइन हामीले कस्तो ड्र गर्ने हो, अब यहाँबाट अब रेक्टेङ्गल ड्र गर्न पर्यो लाइनबाट भने यहाँ देख्न सक्नुहुन्छ मैले ड्र गरिसकेँ। यहाँनिर लाइन यसरी ड्र गर्नु होला रेड एक्सिसमा। यो एक्सिसमा आउनु होला ग्रिन, फेरि यो साइडमा आउनु होला रेड एक्सिस। अब यो लाइनको साइडमा आउनु होला यसरी। हामीले लाइनको थ्रुबाट यसरी ड्र गर्न सकियो, रेक्टेङ्गल ड्र गर्न सकियो। अब हामीले एलिन्टर गरेर पनि गर्न सकियो, अथवा डाइरेक्ट लाइनमै गएर पनि एक्टिभ गर्न सक्नुहुन्छ। यसरी सिलेक्ट गरेर कस्तो खालको सेप डिजाइन गर्न चाहनुहुन्छ, लाइनबाट हामीले धेरै चिजहरू क्रिएट गर्न सक्छौँ। हरेक चिजहरू यहाँबाट क्रिएट गर्न सकिन्छ लाइनबाट। यहाँबाट यसरी गर्नु भने ब्लू एक्सिसमा लाइन मैले ड्र गरेँ। यहाँबाट अर्को पनि ब्लू एक्सिसमा ड्र गरौँ। यो साइडबाट पनि ड्र गरौँ मासतिर ब्लू एक्सिसमा। मैले सबै रेन्डमली लाइन चाहिँ ड्र गरिरहेको छु। यसरी ड्र गरौँ। यो लाइनहरूलाई एकअर्कामा यसरी मिट गरिदिउँ। यो लाइनलाई यसरी मिट गरिदिउँ। यहाँनिर सेप क्रिएट भएको देख्न सक्नुहुन्छ तपाईँहरूले। यसलाई मैले यहाँ ड्र गरिदिएँ। यो हाम्रो सेम हाइटमा छैन, हाम्रो सेप यहाँ क्रिएट हुँदैछ। अब यहाँबाट ड्र गरौँ अर्को। यो साइडबाट पनि यसरी ड्र गरेर हेरौँ। हामीले यस्तो टाइपको सेप चाहिँ क्रिएट गर्न सकियो। अब लाइनको युज गरेर विभिन्न तरिकाको सेपहरू चाहिँ यहाँबाट हामीले ड्र गर्न सकिन्छ। एलिन्टर गरेर जानुहोस् अथवा लाइनमा क्लिक गरेर पनि जान सक्नु। यो चाहिँ हामीले लाइनबाट ड्र गर्न सक्यो। यो एक्जाम्पलको लागि मात्र हो। पछि अरू यो लाइनको युज गरेर हामीले डिजाइनहरू क्रिएट गर्नेछौँ, पछि हेर्नेछौँ त्यसको लागि त। अब हाम्रो यहाँनिर फ्री ह्यान्ड लाइन छ अर्को। यसलाई सिलेक्ट गरेर ड्र्याग गर्नु होला, माउसलाई क्लिक गर्नु होला, ड्र्याग गरिरहनु होला, अनि मात्र यो लाइन चाहिँ क्रिएट हुन्छ। नत्र यसरी क्लिक गरेर यसरी लाइन एक्टिभ भए जस्तो हुँदैन। यो चाहिँ माउसलाई हामीले ड्र्याग गरेर मात्र युज गर्न सकिन्छ। यसरी यो फ्री ह्यान्ड ड्र लाइन हो। यहाँबाट पनि हामीले सेपहरू क्रिएट गर्न सक्छौँ। अब यो लाइनहरूलाई हामीले क्रिएट गरियो। अब यसलाई डिलिट गर्नु पर्यो। हामीले सिलेक्ट गर्छौँ यसरी। सिलेक्ट गर्नको लागि यहाँ सिलेक्ट टुलबारमा जानु होला। यहाँनिर सिलेक्ट भन्ने छ, क्लिक गर्नु होला। अब कतिसम्म गर्ने हो त त्यसलाई ड्र्याग गरेर सिलेक्ट गरेर यसरी भित्र पर्ने गरी हाम्रो जुन जुन अब्जेक्टहरू सिलेक्ट भएको छ तिनीहरू चाहिँ हामीले डिलिट गर्न सक्यो। अब डिलिट गर्नलाई दुईवटा अप्सन हुन्छ, एउटा इरेज गर्न सक्नुहुन्छ, अर्को डिलिट अप्सन। डिलिट अप्सन चाहिँ हजुरहरूको ल्यापटप किबोर्डमा देख्न सक्नुहुन्छ डिलिट की। त्यसलाई प्रेस गर्नु होला, डिलिट भएर जान्छ। अथवा कन्ट्रोल जेट गरेँ, विन्डो गरेँ। अब यहाँबाट यसलाई चाहिँ क्लिक गर्नु होला। अब यसरी सिलेक्ट गरेर एउटा एउटा डिलिट गर्न सक्नुहुन्छ। अब एउटा एउटा सिलेक्ट गर्नुभन्दा तपाईँहरूलाई उपयुक्त चाहिँ सबैलाई सिलेक्ट गरेर चाहिँ डिलिट गर्दा ठिक हुन्छ। तर कुनै हाम्रो काम गर्दाखेरि कुनै कन्डिसनमा चाहिँ हामीले सबैलाई सिलेक्ट गरेर डिलिट गर्न सक्दैनौँ। त्यस्तो अवस्थामा चाहिँ हामीले इरेज युज गर्न सक्छौँ। अब हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ अर्को रेक्टेङ्गल भन्ने छ। अब यहाँ रेक्टेङ्गलबाट डाइरेक्ट हामीले क्रिएट गर्न सकियो सेपहरू। यसरी रेक्टेङ्गल सेप यसरी क्रिएट गर्न सकियो। अब यो रेक्टेङ्गल सेप हामीले यसरी ड्र गरेर यसरी क्रिएट गरिसक्यो। त्यस पछाडि हामीले पुस एन्ड पुल भन्ने युज गर्नेछौँ। यसलाई चाहिँ हामीले सेप दिनको लागि।
अहिले हामीले रेक्टेङ्गल त ड्र गर्यो, तर अब यसको हाइट हामीले दिन पर्यो भने यसलाई चाहिँ हामीले पुस एन्ड पुल युज गर्नेछौँ। पुस एन्ड पुलको लागि यहाँनिर कमान्ड देख्न सक्नुहुन्छ। यहाँनिर हाम्रो यो साइडमा कमान्डहरू देख्न सक्नुहुन्छ। यहाँनिर सबै ठाउँमा यसरी क्लिक गर्दै जानु होला। यहाँनिर टुलहरू सबै टुलहरूको यहाँनिर कमान्ड हुन्छ। यहाँ पुस एन्ड पुलको लागि पी भनेर छ भने मुभको लागि एम, रोटेटको लागि क्यू, स्केलको लागि एस भनेर, इरेजको लागि ई, फेन बकेट टुल भनेको यो बी हो, अफसेट एफ भनेर यहाँनिर सबै देख्न सक्नुहुन्छ। अब यहाँबाट युज गर्न सक्नुभयो। अब हामीले कुनै पनि लाइनहरूलाई चाहिँ ड्र युज गरिसकेपछि हामीले पुस एन्ड पुल अथवा मुभ, रोटेट, अफसेट कमान्डहरू युज गर्नुपर्छ हामीले। त्यसको लागि मैले डिएक्टिभ गरेँ। अब पी इन्टर गरेँ भने मैले हाम्रो पुस एन्ड पुलको कमान्ड एक्टिभ हुन्छ। यसरी देख्न सक्नुहुन्छ। यो पुस एन्ड पुल र रेक्टेङ्गल एकैचोटि म भनिदिइहालेँ। अब यसलाई हामीले यसरी पुस एन्ड पुल युज गरिरहेछौँ। अब यहाँनिर हाइट हामीले यहाँ डिस्टेन्स भनेर सो गरिरहेछ मुनि। यहाँनिर गएर कति डिस्टेन्समा लाने हो त्यसलाई मैले 10 फिट हाइटमा लान भने 10 फिट गरेँ भने मैले इन्टर गरेँ भने यहाँनिर सो हुन्छ। अब यहाँनिर तपाईँहरूको युनिट सेटिङ लाउनु भएको छैन भने यहाँनिर सो नगर्न सक्छ। यहाँनिर हाम्रो 10 फिट आइसकेको छ। यो हाम्रो धेरै लार्ज स्केलमा छ, त्यही भएर चाहिँ यो 10 फिट चाहिँ धेरै सानो देखिरहेछ। युनिटको बारेमा मैले अर्को भिडियोमा भनिसकेको छु, त्यहाँबाट युनिट सेट गर्न सक्नुहुन्छ। यसलाई सिलेक्ट गरेर मैले ब्याक गरेर सानो बनाएँ। पुस एन्ड पुलको युज यसरी पनि गर्न सकिन्छ। कुनै पनि अब्जेक्टलाई हामीले घटाउन या बढाउनको लागि चाहिँ युज गरिन्छ। अब हामीलाई एक्सटेन्ड गर्न पर्यो भने यसरी गर्न सक्यो। यसलाई घटाउन पर्यो भने साइजलाई यसरी कति घटाउने हो त, यहाँबाट म 10 फिट घटाउन पर्यो भने म 10 फिट इन्टर गरेँ भने त्यसको लागि यहाँनिर चेक गरौँ। यसको डिस्टेन्स चेक गरौँ। सुरुमा हाम्रो यति धेरै छ, यसलाई चाहिँ अझै घटाउँ। 500 भन्दा माथि आइरहेछ। यसलाई सानो भनेर यहाँ कति फिट छ यसलाई घटबड गरौँ। हामीले 147 फिट देखाइरहेछ। 147 फिट छ। यहाँनिर 119 फिट छ। अब यसलाई हामीले घटाउन पर्यो। यहाँबाट 10 फिट घटाउन पर्यो भने यहाँबाट 10 फिट मैले माइनस गरेँ भने यहाँनिर 10 फिट हाम्रो ब्याक भइसक्छ। देख्न सक्नुहुन्छ। यसलाई हामीले यसरी घटबड गर्न पनि युज गर्न सकिन्छ। हाम्रो पुस एन्ड पुलको पनि यहाँ धेरै महत्त्वपूर्ण भूमिका रहन्छ। अब हामीले यसलाई युज गर्नेछौँ सिलेक्ट गरेर मुभ टुलको युज गर्नेछौँ। तपाईँले यसरी सिलेक्ट गर्नुभयो अब्जेक्टलाई भने यहाँनिर जान सक्नुहुन्छ मुभ भन्ने, अथवा एम इन्टर गर्नुभयो भने पनि मुभ कमान्ड हाम्रो एक्टिभ हुनेछ यसरी। अब यो चाहिँ मुभ चाहिँ हामीले कुन ठाउँमा हाम्रो अब्जेक्टलाई मुभ गरेर लाने हो, यसरी मुभ गरेर यो साइडमा ल्याउन पर्यो भने यसरी ड्र्याग गरेर यहाँ ल्याउन सक्यो मुभको सहायताले। मुभ गर्दाखेरि कर्नरमा सिलेक्ट गर्नु होला। जहिले पनि कुनै पनि कर्नरलाई फिक्स पोइन्टलाई चाहिँ लिएर मैले यो फिक्स पोइन्टमा ल्याउन 0मा यहाँ ल्याउन पर्यो भने यसरी ल्याएर राख्न सकेँ। सिलेक्ट गरेँ फेरि यसरी। अब यो साथै मैले एकैचोटि कपी पनि सिकाउन चाहेँ। अब कुनै पनि अब्जेक्टलाई कपी गर्न पर्यो भने सिलेक्ट गरिरहनु होला यसरी, अनि मुभ कमान्ड एक्टिभ गर्नु होला, अनि कन्ट्रोल प्रेस गर्नु होला एकपल्ट। अब ड्र्याग गरेर अर्कोलाई अब्जेक्टलाई अगाडि कपी गर्न सक्नुभयो। मैले यो साइडमा क्लिक गरेँ, फेरि यो अब्जेक्ट हाम्रो सिलेक्ट भइरहेछ। अब यो साइडमा मैले क्लिक गरेँ, फेरि मैले कन्ट्रोल पनि प्रेस गरेँ अनि एकैचोटि क्लिक गरेँ अनि मैले कन्ट्रोललाई छोडिदिएँ। त्यसपछि मैले मुभ टुलले यसरी अर्को हामीले कपी गर्न सकियो। यो कपीको बारेमा अर्कोमा लेसनमा पनि हेरौँला। अब यहाँनिर देख्न सक्नुहुन्छ रोटेट भन्ने। रोटेट पनि हाम्रो
यो सेपलाई कसरी कुन डिरेक्सनमा राख्ने हो त्यसको लागि युज गरिन्छ। अब यो हाम्रो सेपहरूलाई चाहिँ यो साइडमा ग्रीन एक्सिसमा हामीले रोटेट गर्न पर्यो भने रोटेटको सहायता लिएर यहाँनिर जानु होला टुलबारमा, यहाँ क्लिक गर्नु होला अनि यसरी हेर्नु होला यहाँनिर रोटेट भन्ने यहाँनिर अप्सन यहाँनिर देख्न सक्नुहुन्छ। यहाँ के भन्ने छ यहाँनिर कमान्ड क्यू भन्ने छ, क्यू इन्टर प्रेस गर्नु होला अथवा डाइरेक्ट यहाँनिर रोटेटमा गएर पनि रोटेट गर्न सक्नुहुन्छ। अब कुन एक्सिसमा ड्र गर्ने हो मैले सिलेक्ट गरिरहेको छु, यो एक्सिसमा हो, यसरी रोटेट गर्न सकियो। यो हाम्रो रेक्टेङ्गल सेपभित्र हाम्रो यहाँनिर अर्को रेक्टेङ्गल रोटेट भन्ने एउटा अप्सन छ, त्यहाँनिर त्यसले चाहिँ हामीलाई यो डिभाइडेड गर्नलाई काम गर्छ। अब यो लाइन हामीलाई योलाई रेक्टेङ्गललाई हामीले डिभाइड गर्न पर्यो भने यसरी क्लिक गरेर मैले क्लिक गरेँ यहाँनिर यसरी ड्र गरेँ भने यहाँनिर अर्को एउटा लाइन क्रिएट हुनेछ। यसरी यो सेटमा क्लिक गरौँ, यहाँ क्लिक गरेँ मैले यस्तो मास्तिर आएँ यहाँनिर यसले चाहिँ डिभाइडेडको काम गर्नेछ। यो धेरै युज हुँदैन, हाम्रो सबैभन्दा बढी हुने भनेको रेक्टेङ्गल भन्ने मात्र युज हुन्छ बढी। अब यसलाई हामीले चाहिँ पुस एन्ड पुलको सहायताले यसलाई घटबढ गर्न सकियो। यसरी कुनै सेपहरूलाई चाहिँ ब्रेक गर्न सकियो अथवा एक्सटेन्ड गर्न सकियो, यसरी हामीले युज गर्न सकियो। पुस एन्ड पुललाई यसरी युज गर्न सकिन्छ। अब यो हाम्रो अर्को कमान्ड छ, टुलबार छ सर्कल भन्ने। यो सर्कल भन्ने सी इन्टर गरेर पनि तपाईँहरूले सर्कल क्रिएट गर्नुभयो सक्नुभयो। मैले सी इन्टर गरेँ भने सर्कल एक्टिभ भइहाल्छ। अब रेडियस हान्नुपर्छ सर्कलको लागि हामीले कति रेडियसको क्रिएट गर्ने हो भन्ने यहाँनिर गएर यो साइटमा जानु होला, यहाँनिर रेडियस भन्ने सो गर्छ। सर्कलको लागि कति रेडियसमा क्रिएट गर्ने हो, मैले 6 रेडियसको क्रिएट गरेँ भने यहाँनिर यहाँ क्रिएट चाहिँ भएको छ, तर यो हाम्रो धेरै ठुलो अब्जेक्ट भएर चाहिँ यो सानो अब्जेक्ट भएर चाहिँ नदेखेको हो। अब यो ठाउँमा हामीले क्रिएट गरेर देखाउँ, यसरी मैले ड्र गरेँ। तीन फिटको 6 फिटको मैले सर्कल क्रिएट गरेँ भने यहाँ देख्न सक्नुहुन्छ। अघि मैले यहाँनिर डिस्टेन्स रेडियस प्रोभाइड गर्दाखेरि थोरै प्रोभाइड गरेको कारणले गर्दाखेरि चाहिँ हाम्रो नदेखेको हो। यसलाई चाहिँ कतिको रेडियस हान्न चाहनुहुन्छ त्यही अनुसार क्रिएट गर्न सक्नुहुन्छ। सर्कल सी इन्टर अथवा डाइरेक्ट सर्कलमा गएर क्रिएट गर्न सक्नुभयो। अब यहाँनिर पोलिगन भन्ने छ, पोलिगनमा पनि तपाईँहरूले डाइरेक्ट गएर पनि यसरी ड्र गरेर सेपहरू क्रिएट गर्न सक्नुहुन्छ। यस्तो यसरी क्रिएट गर्न सक्नुभयो। मैले यो भिडियोमा यति नै गर्न चाहेँ, अर्को पार्टमा अरू गरौँला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो। लाइक, सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल।